कास्की जिल्ला प्रकृतिको अपार आशीर्वाद र माया पाएको जिल्ला। यहाँका हरेक जसो डाँडा रमणीय छन्। जाति र जनजातिको सुन्दर सांस्कृतिक विविधता छ। हिमालकी रानी माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाको छाया यही परेको छ। यही अलौकिक भूमिमा खोज्ने, खोतल्ने र देखाउने मेरो प्रयास क्रममा यसपालि रहेको छ एउटा गन्तव्य, अन्नपूर्ण पथमार्गको साझा सङ्गम। यो हो मर्दी हिमाल सोलो ट्रेक। हेलो एभ्रिवान एन्ड नमस्ते सबैजनालाई। इट्स मी शाहरुख गुरुङ। अनि सुरु भइसकेको छ मेरो न्यू भिडियो, न्यू डे न्यू एक्सपिरियन्स। अनि अहिले म छु काँडे। बिहानको अहिले ठ्याक्कै 7:30 भएको छ। अनि हिजो म काठमाडौँबाट नाइट गाडी बागलुङको गाडीमा आएर काँडे झरेर यहीँ बसेर चिया नास्ता गरेर अब म आफ्नो यात्रातिर लाग्ने छु। हेर्दै गर्नु होला के कस्तो हुन्छ है, म देखाउने नि छु हजुरहरूलाई। स्टे ट्युन। काँडेबाट निस्केसँगै पदयात्रा सुरु भयो। फरेस्ट क्याम्पसम्म पुग्नलाई लगभग 7 घण्टा लाग्ने भएकाले यात्रा सुरु गर्न नै उचित लाग्यो। आजको दिन मलाई 1770 मिटर उचाइबाट 2500 मिटर रहेको फरेस्ट क्याम्पसम्म पुग्नु थियो। त्यहाँका लोकल बासिन्दा अनुसार अस्ट्रेलियन क्याम्प पुग्न 1 घण्टा लाग्ने रहेछ। काँडेबाट यात्रा सुरु गरे लगतै अस्ट्रेलियन क्याम्प पुग्न मलाई लगभग 45 मिनट लाग्यो। देख्न सक्नुहुन्छ तपाईँहरू, म चाहिँ अस्ट्रेलियन क्याम्प आइसक्यो। अनि मैले तल साथीहरू भेटेको थियो, उनीहरूलाई एकछिन कुर्नु पर्ला। कस्तो वेदर छ यार, फगी वेदर छ यार। कस्तो दिनमा आएछु म जस्तो लाग्यो। गडलाई के प्रे गर्छु भने माथि गएर यस्तो नहोस्, भोलिको दिनमा राम्रो भ्यू हेर्न पाऊँ, मैले पनि हजुरहरूले पनि, होइन। अनि त्यही हो, हेरौँ के हुन्छ। म देखाउने छु हजुरहरूलाई, मसँग जोडिनु होला। भगमा हेलो गरिदिनु नि त, उहाँहरू पनि काठमाडौँबाट अरे। अनि पोथाना चेकपोस्ट रहेछ यहाँ चाहिँ। त्यही हो, अब हामी सिधै देउराली गएर भेट्छौँ। अल राइट गाइज, म चाहिँ अहिले एकदम देउरालीमा आइपुगिसकेको छ। अनि यही हो, देख्न सक्नुहुन्छ। अनि एकछिन रेस्ट गरेँ। अनि उहाँहरू पनि काठमाडौँबाटै हुनुहुँदो रहेछ, सँगै आयो म। अनि अब हामी लाग्ने बाटो चाहिँ यो हो, होइन। अब यहाँ हामी खानासाना खाएर जानेछौँ। दुध खर्क समथिङ के आउँछ अरे, अनि फरेस्ट क्याम्प अरे। अनि माथि खाना खासै मिठो पाउन्न भन्ने यस्तो चाहिँ मलाई लाग्यो। अब त्यही भएर खाना यहीँ खानु पऱ्यो, खानासाना खाएर। अनि एकचोटि फरेस्ट क्याम्प अलिकति डिस्टेन्समा छ,
त्यही भएर यहीँ खाएर सब प्रिपेयर भएर हामी जान्छौँ। राइट गाइस, अब हामीले चाहिँ खाइसक्यो खानासाना, धेरै रेस्ट गऱ्यो। आउनुहुन्छ अब हामी निस्किनु पर्ने हुन्छ यहाँबाट। बेला भइसक्यो, 11 बजिसक्यो। पुरै यस्तो हुस्सु लाग्यो पनि छैन। अनि खाना मिठो थियो है यहाँ खाएको। टाइम थियो, अब हामी मासु जानुपर्ने हुन्छ। हेर्दै गर्नु होला, सँगै जोडिरहनु होला। प्रितम देउरालीबाट 5-6 मिनट हिँडाइपछि म सञ्जय देउराली पुगेँ। हिँड्न सुरु गरेको केही बेरमा छोटो बाटो समाएर म फरेस्ट क्याम्पतर्फ अघि बढेँ। अब चाहिँ करिब नजिकै होला 1 घन्टा भयो हिँडेको। खाना खाएर छिटो पुग्ला। होप जोडिदिनु गर्नु होला। जङ्गलले चाहिँ यहाँनिर चाहिँ उकालो छ। 2टा बाटो थियो, 2टा बाटोमा चाहिँ एउटा माथिबाट यहाँबाट जाँदा चाहिँ माथिबाट जाने बाटो, अनि म चाहिँ एउटा तलबाट आएको। त्योभन्दा चाहिँ यो सजिलो हो है यहाँको लोकलको अनुसार। अब म जानुपर्ने त्यहाँबाट हो। ठ्याक्कै म चाहिँ 3 घन्टामा आइपुग्यो यार, बल्ल फरेस्ट क्याम्प। राइट गाइस, मैले चाहिँ धेरै सोचेपछि फरेस्ट क्याम्पमा बस्ने सोचेँ। अलिअलि जे देखेँ खानसाना खाएको हेरौँ ल बेलुका। त्यही हो, सिधै भोलि भेटौँ त्यसमा। हेलो एभ्रिवान, गुड मर्निङ फ्रम फरेस्ट क्याम्प। यो चाहिँ फरेस्ट क्याम्प हो। हिजो हामी फरेस्ट क्याम्पमै बसेँ, अनि राति इन्डिङ गर्न मैले पाएन। त्यो थाकित अवस्थाले म सुत्दैछु खाना खाएर। अनि म बसेको चाहिँ यही हो होटल है। अनि मेरो रुम जो थियो, घाम बल्ल अलिअलि खोलेको, बल्ल अलिकति घाम लगाएर अनि सुहाएको म। अनि त्यही नै हो, हिजो आएर यहाँ फरेस्ट क्याम्प बस्यो। अब आज हामी लो क्याम्प स्टे हुन्छ, हाई क्याम्प स्टे हुन्छ ल। ब्रेकफास्ट खान्छौँ अनि जानेछु। ब्रेकफास्ट खाएको हेरौँ, सँगै जोडिरहनु होला। स्टे ट्युन। फरेस्ट क्याम्प भन्दा केही बेर माथि रेस्ट क्याम्प रहेको छ। Hello. Hello. 你好。你好。Alright guys, this campus rescue camp out there. You can see.
अलराइट गाइज म अहिले बादल डाँडा आइपुगेँ अनि त्यस्तै करिब 30 मिनट्समा आइपुगेँ म उता लो क्याम्पबाट अनि 3टा स्टेसन रहेछ एउटा मैले यो अनि एउटा माथि अनि एउटा माथिको होइन म चाहिँ खाना त्यही माथि खान्छु सोचेँ क्या फर्स्ट अफ अल त ट्रेकिङ गाह्रो चिज नै हो है यसै गाह्रो हो मान्छेहरूले के सोच्छ होइन ट्रेकिङ जाँदा त गाह्रो हुन्छ त्यस्तो होइन कि ट्रेकिङ गाह्रै हो कि खास होइन अनि त्यही भएर सब कुराको प्रिपेयर भएर जानु होला अब हाई क्याम्प भन्ने बोर्ड आयो अघिसम्म लो क्याम्प थियो बादल डाँडा थियो अब हाई क्याम्प त्यही नै हो अब भिडियोमा गर्दिनँ होला यार सिधै खाना गर्छु अब माथि गएर सँगै रहनु होला सँगै जोडिनु होला स्टे ट्युन अलराइट गाइज मजा आइसक्यो बादल डाँडाको माथि डाँडामा अब खाना खानु पर्ला 1 बजिसक्यो अहिले चाहिँ सो अलराइट म चाहिँ अहिले हाई क्याम्प लगभग 45-50 मिनट लाग्यो मलाई लाग्न चाहिँ लाग्छ 1 घन्टा 1.5 घन्टा लाग्छ मान्छेहरूलाई होइन मजाले लाग्छ 2 घन्टा कोहीलाई मलाई चाहिँ त्यति लाग्यो माथि पनि त 2 त रहेछ गेस्ट हाउस के अरे हो नि त गेस्ट हाउस होटलहरू तर म तलै आएँ कहाँ बस्नु सिङ्गल ठाउँ बस्छु अलराइट गाइज फाइनल डेस्टिनेसन हाम्रो आइसकेको छ अनि अहिले हामी नमस्ते होटल नमस्तेमा बसेको छ अनि अब खाना हामी भिडियोमा पानी थाहा छैन रेस्ट गरिदिएको रेस्ट गरेर चाहिँ त्यही नै हो अब खाना खाउँ अब फर्किन दोस्तहरू पनि छ हाम्रो दोस्तीहरू पनि छ खाना खाउँ त्यही नै हो So hello everyone, good morning from high camp. सबजनालाई शुभ बिहानी अहिले 4 बजिसकेको छ म जानुपर्ने हुन्छ यहाँबाट राइट लाइन छ साथीसँग लागि फर्किङहरू चाहिँ गइसक्यो भने गइसक्यो अहिले चाहिँ माछा टुप्पो दामी देखेँ देख्नु चाहिँ यता अन्नपूर्ण साप चाहिँ देखेको छैन यता मैले देखेछ हो अहिले खोलोस् है छिटो लाग्नुपर्ने हुन्छ म जान्छु अब सिधै बाटोमा सो गाइस म चाहिँ हाई क्याम्पबाट हिँडेको लगभग 1 घन्टा हुनु लाग्यो 55 मिनट भएछ अनि म माथि टपमा आइसकेँ सबैले चढेको सबै पछाडि हो है आइरहेको छ बिस्तारै त्यही नै हो उहाँलाई चाहिँ ठाडै उहाँहरू चाहिँ बिस्तारै आउनु पुग्छ मजाले वेदर राम्रो होस् है अलराइट गाइस फाइनली म भिडियो आइसक्यो अघि नै आएको म 1 घन्टा लाग्यो अनि दिस इज माछापुच्छ्रे एन्ड दिस इज अन्नपूर्ण साउथ है क्यामेरामा केही देखाएन कसम आँखाले यस्तो बोल देखायो Oh my god, you can see the view, it's too good अति बुवा समुद्री सतहबाट 4200 मिटर उचाइमा रहेको भ्यू पोइन्टबाट बेस क्याम्प पुग्न लगभग 1.5 घण्टा समय लाग्ने रहेछ मार्दी एमल ट्रेक लामो ट्रेक होइन अनि उति साह्रो अप्ठ्यारो पनि छैन
काठमाडौँबाट 4-5 दिनमै पुगेर आइने अनि हिमाललाई एकदमै नजिकबाट हेर्न पाइने भएकाले म जस्तै पहिरो ट्रेक गर्नेदेखि अन्य सबैलाई यो पदमार्ग एकदमै उपयुक्त रहेको छ। 5587 मिटर उचाइमा रहेको मार्दी हिमाल माछापुच्छ्रेसँगै उभिएको छ। 3 दिन लामो मर्दी पदयात्राले मनभरि सम्झनाहरू दिएको छ, धेरै मिठा, अलिकति तिता पनि। जीवनमा मेरो पहिलो अनुभव सोलो ट्रेक। एक रातको बस यात्रा र 3 दिनको पैदल यात्रामा कन्क्रिटको सहर काठमाडौँबाट हिमालको संसार पुग्दा मनले पनि सहरको कुलहालबाट केही मुक्ति पाए। मर्दी हिमाल सोलो ट्रेकको यो एपिसोड तपाईहरुमा सुम्पिदिएको छु। अर्को एपिसोडमा भेट्ने बाचा सहित बिदा लिनेछु। धेरै धेरै धन्यवाद। अब फर्किनु लाग्यो, यहाँ पिसी खान्छु अनि फर्किनु पर्ला। थ्याङ्क गड बवाल भिडियो खायो। कस्तो दामी छ।